देखिए गाइस अजमेर का हिंदी में जानते तो फिर इधर का कुछ नहीं खाया हमने अभी तक, बस हमारा अपना ही खेत का अपने मिट्टी का सुपारी का आनंद ले रहे हैं राजस्थान में आकर। ठीक है, मैले चाहिँ लाइफमा फर्स्ट टाइम फेस टू फेस मिटअप भएको है ऊँटसँग चाहिँ। खतरा, यो चाहिँ हाइलाइटमा हालिदिनु पर्यो। यहाँदेखि चाहिँ भ्यू, तल चाहिँ अजमेरको भ्यू देख्नुहुन्छ तपाईँहरूले। मेरो पछि साइड देख्न सक्नुहुन्छ। यहाँको खास कुरालाई देखाउन आँटेको छु, राजाहरूको पालोको तर अहिले वेलकम गरिरहेको रहेछ नि त बाटोमा हिँड्नेहरूलाई चाहिँ, होइन नाना? टक्कसँगले है। सो हाई एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल है। म चाहिँ 1 महिनाको बाद चाहिँ युट्युबमा भिडियो अपलोड गर्दैछु हो। अन्त नयाँ दिन नयाँ जग्गा नयाँ ब्लग हो। म चाहिँ अहिले तपाईँहरूको नयाँ जग्गाबाट चाहिँ ब्लग स्टार्ट गर्दैछु होइन। अन्त अहिले चाहिँ हामी घुम्नु जानु आँटेको, कहाँ जानु आँटेको त्यो मलाई नाम पनि थाहा भएन हो। नानासँग जानु आँटेको, नाना विलास सिंह म भाइ। कहाँ पो अरे नाना? तारा के हो? हामी चाहिँ जान आँटेको छौँ ताराघर हो। सो यहाँको नयाँ जग्गामा एक्सप्लोर गर्नु जाँदैछु हो। अन्त भने तपाईँहरूलाई कस्तो लाग्छ हो, भिडियो अन्तिमसम्म हेर्दै गर्नुहोस्। 1 महिना बाद चाहिँ म युट्युबमा भिडियो हाल्दैछु हो। अन्त हामी चाहिँ घरबाट निस्केको, लुगा बोक्नुपर्छ मेरो। रेडी सेडीको आम्मा घोडाको घोडामा लाउने हेलमेट लगाएर यतिको चाहिँ हुनु पऱ्यो नि। यता हेर त भाइ, आइ साला। अब चाहिँ हामी यहाँबाट निस्किने। यहाँ छ हाम्रो स्कुटी। हेलमेट कुन चाहिँ हेरे भएन मलाई? टक्कैसँगले हेलमेट पनि भेटिसकेको छु। कस्तो देख्दैछ यो हेलमेटले? हिजोको चाहिँ ठिकै थियो नि त है। यो अब हामी दुईजना पनि जाने ल गाइस। अब चाहिँ हामी यहाँबाट निस्केको हो। यहाँ भने चाहिँ यस्तो बाटो छ तपाईँहरूको। म चाहिँ यहाँनिर आएको चाहिँ सोमबार बिहान चाहिँ घरबाट निस्केको, मङ्गलबार बेलुका चाहिँ आइपुगेको थिएँ। बुधबार हिजो चाहिँ हामी दिउँसो रेस्ट गऱ्यौँ, नुहाइदै गऱ्यो ओऱ्यो हो। त्यही बेलुकाखेरि चाहिँ एकछिन हामी तलतिर घुम्नु गयो। अन्त आज भने पनि हामी निस्किसकेको छौँ खानासाना खाएर फ्रेस भएर। अन्त भने चाहिँ तपाईँहरूलाई म यहाँको नजाराहरू देखाउँदैछु हो। नयाँ जग्गाबाट भ्लग देखाउँदैछु, तपाईँहरूले हेरेर इन्जोय गर्नुहोस्। सो गाइस हामी चाहिँ अहिले भने मेन रोड हाइवे निस्किसक्यौँ हो। अब चाहिँ यहाँनिर टेक्निक गर्नुपर्ने हुन्छ नि त, बाटो गर्न फर्स्ट भनेर हामी त टन्नै खाएर हिँडेको कि। अन्त उहाँहरूलाई पनि अलिक खुवाउनु पऱ्यो नि, होइन नाना? मान्छेहरू बाटो चाहिँ एकदमै दामी रहेछ है। तर है आजको वेदरले साथ दियो हामीलाई है, नत्र हामी गर्मीले कहाँ सक्छ अरे त। आजको वेदरले चाहिँ हामीलाई साथ दिएकै हो। यस्तो खतरा यहाँनिर चाहिँ ट्रकहरू क्या, सबैभन्दा खतरा चाहिँ ट्रकसँग डर हुँदो रहेछ है। त्यो स्पिड आउँदैन त्यो ओभरटेक गर्दैखेरि हो। यहाँको बाटो चाहिँ सानो छ अलिकति, हाम्रो जस्तो उताको जस्तो डाँडाहरू छैन। यता ढुङ्गाकै मात्रै डाँडा छ हौ, खप्लेटाहरू ढुङ्गाकै मात्रै क्या। यहाँनिर चाहिँ बेसी चाहिँ सानो गाडी छैन, ठुलो गाडी चाहिँ खतरा रहेछ यहाँ। अजमेर देखिए गाइस, अजमेर का हिन्दीमा जान्छ त फेरि। यताबाट पनि आइरहेको छ, उताबाट पनि गइरहेको। सुइसु यहाँको ड्रेसहरू चाहिँ ऊ देखाइदियो न, यस्तो हुन्छ हो। तर माथिको डाँडा देख्नु हुँदैछ नि, त्यो डाँडा चाहिँ यस्तो 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 त्यो डाँडा चढ्नुपर्ने हो। त्यहाँको बाटोहरू चाहिँ यस्तो खालको छ अरे कि। तपाईँहरूलाई मैले माथिदेखि देखाउँछु ल। त डाँडा 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 डाँडातिर चाहिँ तर सबै ढुङ्गा मात्रै होइन, तर पनि आम्बो उयो किल्लाहरू है। हामी चाहिँ अब तपाईँको मेन रोड छोडेर उकालो पहाडी रास्ता चुन लियो हामीले। त हामी अहिले उकालो उकालो चढ्दैछौँ हो। अब हामी चाहिँ एकछिन बिसाएर चाहिँ नजारा हेर्दै हेर्दै जाने हो नि त। हामी चाहिँ माथि पुग्नुपर्ने हो।
कहाँ पानी थियो सुकेको सुकेछ निकै हाइट छ नि यहाँबाट हेर्दा पो यस्तो देख्दैछ त गुड मर्निङ टोपी सोपी झरेको पनि थाहा छैन है यहाँबाट त पुग्नु त जाँदैन भनेर हेर पुग्नु भन्छ बाइक पुगेर भएकिन भन्दैछ यहाँ एकछिन बिसाएर होइन यहाँबाट चाहिँ हामी निस्केको अब चाहिँ हो अब चाहिँ हामी जानेछौँ माथि एकैछिन तपाईँहरूलाई माथि पुगेर भेट्छु हो लु अब चाहिँ हामी चाहिँ यहाँनिर पस्दैछौँ हो यहाँ चाहिँ तपाईँहरूलाई उसको स्ट्याच्यु छ अरे नाना सम्राट पृथ्वीराज चौहान कहाँ माथि दशहरा राजाको चाहिँ एउटा सम्राट पानीहरू होइन नानी हो कि बन्दको मजा रहेछ हाम्रो नानाहरू चाहिँ पहिला आइसक्नु भएको यहाँनिर चाहिँ सोध्नु फेल हुन्छ ससुराले चस्मा तर पनि सोधिदिनु अन्त कस्तो हुँदैछ नाना होइन हामी अस्ति मात्रै आएको यो फेरि आएको तिमीहरूलाई लिएर अब चाहिँ आउँदैन जाउँ न बेना जाउँ नाना कहाँ गयो नाना लु यो चाहिँ के अरे अलिकति बताइदिउँ त यो म्याप हौ ओइ एकछिनै त्यो हौडे हौडे बतायो भने बताइदिनु नि अलिकति लौ जानेको होइन भेना मलाई भेनाले भनेको यो भेनालाई सोध्नु न बरु फेरि उल्टा पाल्टा भन्यो भने त त्यो कमेन्टमा मार्छ त गाली दिएर लौ उल्टा पाल्टा भयो भने त कमेन्टमा सच्चाइ दिइहाल्छ नि भन्नु नि यसको चाहिँ सम्राट पृथ्वीराज चौहान का साम्राज्य यो चाहिँ साम्राज्य थियो उसको यति मात्रै होला एरिया चाहिँ यो डल्लै इन्डियाको म्याप भएन कति चाहिँ खाएको रहेछ त अन्त ए यहाँ इन्डियाको म्याप पो रहेछ त होइन ऊ जाँदैछौँ तपाईँहरूलाई सबै यो पृथ्वीराज चौहानको यस्तो उस्तो भन्यो भने उहाँ चाहिँ को हुनुहुन्छ भने चाहिँ हेरिहाल्नुहोस् चिनिहाल्नु अब है तर पहिलाको त्यो राजाहरूको उयसमा कस्तो दामी उयो हुन्थ्यो होला नि घोडामा चढेर हो सिधै अजमेरमा ताकिरहेछ टक्कै अजमेर राजस्थान अजमेरको नजारा चाहिँ यहाँदेखि चाहिँ देख्न सक्नुहुन्छ अब चाहिँ हामी चढ्नेछौँ यो डाँडा यहाँनिर घुमिसकेर यो एक उकालो चाहिँ जाने छौँ हो यस्तोहरू छ टक्कसँगले है लु के भित्र छ क्या हौ गुफिया रास्ताहरू छ क्या हौ यस यस घर पनि बनाइदिएको रहेछ नि त होइन न उयो छ यहाँ तल मतलब के अरे त्यो पार्कहरू जस्तै क्या ए कस्तो नि उयो अप्ठ्यारो जग्गामा छ बस्दो रहेछ नि उयोहरू छ पत्ताहरू गाइस अब चाहिँ हामी तल रहेछ नि त है यस्तो त्यस्तो के बेसी उयो नहुने कुसुन्डी टाइपको झन् यहाँभित्र रहेछ नि त है अम्बो यस्तो उदो बनाएको रहेछ मन्दिर पनि रहेछ यहाँनिर चाहिँ तपाईँहरूले जतिको घाम देख्नुहुँदैछ नि तर त्यस्तोको त्यो पोल्ने खालको घाम चाहिँ छैन आज बिहान चाहिँ जाडो पनि भएको थियो शीतल भएको थियो यस्तो रहेछ नि त है हामी बगनबेलीले वेलकम गरिरहेको रहेछ नि त बाटोमा हिँड्नेहरूलाई चाहिँ होइन नाना पिङ्क येल्लो वाइन हजुर ए एउटै बोटमा दुईटा कलर रहेछ है अच्छा यसो बात हो पस्नु चाहिँ दिँदैन नानीर ए कसरी मऱ्यो उयोहरू भयो भनेर होला बन्यो चाहिँ यस्तो रहेछ नि त खै भयो पनि भित्रैबाट होइन यहाँनिर रहेछ नि त खै यसो यहाँबाट देख्छ नि त अब यहाँदेखिको चाहिँ भ्यू तल चाहिँ अजमेरको भ्यू देख्नुहुन्छ तपाईँहरूले खतरा यो चाहिँ हाइलाइटमा हालिदिनु पर्यो यो दबक चाहिँ हाइलाइटमा आउँछ ल अब भने चाहिँ हामी यहाँबाट निस्किने कार्यक्रम हुँदैछ बाटोमा हेर्नुहोस् न यो त आज हामीले रिजर्भ गरेको जस्तो छ त कोही छैन त
आज पुरा भिड कम्ती रहेछ हौ अँ अस्ति हामी आउँदा सन्डे थियो कि के थियो है सन्डे चाहिँ सबैको छुट्टीहरू हुन्छ है अन्त चाहिँ होइन स्विमिङ पुल पनि जानुपर्छ अनि उयो रहेछ म्यापै रहेछ नि सम्राट पृथ्वी चौहानका साम्राज्य रहेछ यो पनि अघिको म्याप होला हौ है कहाँ कहाँ थियो उयस त थिएछ हेर दिल्ली के हो कालोहा स्तब्ध कस्तो अप्ठ्यारो अप्ठ्यारो यस्तो यस्तो थिएछ त्यहाँ चाहिँ दिल्लीमा चाहिँ है सब यो ढुङ्गा हालेर है सानो सानो बनाइदिएको रहेछ रुम नि त नि अब एकैचोटि कसलाई पर्छ यस्तो घुम्दाखेरि एउटा पर एउटा यहाँ छ एउटा ऊ त्यहाँ एउटा त्यहाँ त्यसरी बनाइदिएको रहेछ नि त है अलिअलि लेख्दै क्या उसको के ओ घाममा घुमेर 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 चाहिँ यहाँनिर चाहिँ शीतल रहेछ नि त बस्नु चाहिँ त शीतलमा हो फोटोसुट चल्दैछ ऊ पर चाहिँ मेन बस्नु है टक्कसँगले घर क्या गौरैयाको रहेछ यहाँ गौरैयाको अभि हामी यहाँबाट निस्केको निस्किङ यहाँबाट अब हामी यहाँदेखि चाहिँ टाटा बाई बाई अब चाहिँ उकालो जानेछौँ यहाँ छ हाम्रो सवारी यहाँ छ सबैजना होइन नाना कुदाउने होइन उकालो नानाले कुदाउने भन्दा झन् म कस्तो दामी दामी भिडियो बनाउँदै बाटोतिर हिँड्थेँ नि तर मान्दैन है लाग्दै जाउँ माथि यहाँ तलदेखि चाहिँ उकालो चढेर अहिले चाहिँ यहाँ माथि आइसकिसकेका छौँ हो टक्कै यहाँ रोकेर चाहिँ नजारा तलबाट तलको तर यो माथि तलको नजारा चाहिँ यस्तो हो नि त होइन गाइज यस्तो हो नि त बिचबाट ट्रेन कुद्दैछ ऊ पर कतिवटा कुदेको ट्रेन त एउटा उहाँ पुग्दैछ एउटा ऊ तल आउँदैछ ऊ कालो कुदिरहेछ त हौ भाइ हुन्छ यता हामी चाहिँ यहाँको टुरिस्टहरू हो गाइडहरू चाहिँ यता हुनुहुन्छ गाइड चाहिँ यता हुनुहुन्छ हाम्रो गाइड आजको अब यस्तो उकालोमा पनि चढिदिएको है त्यही त गेट चाहिँ यहाँ रहेछ नि त यहाँ चाहिँ जाना है फ्रम नेपाल कहाँ से कहाँ आ गए हम लोग के अरे के पो भन्छ हौ राजस्थान पे आके राजस्थान के मिट्टी के ऊपर अपने बारी का मिट्टी का सुपारी खा रहा है हम फिर इधर के अरे इधर का कुछ नहीं खाया हमने अभी तक बस हमारा अपना ही खेत का अपने मिट्टी का सुपारी का आनंद ले रहे हैं राजस्थान में आकर ठीक है हाँ सब सो गाइस हामी चाहिँ अहिले घुम्दैछ दिवारमा यो दिवारमा त नाम लेख्नु पर्ने हो क्या हो दूरबीन हौ दूरबीन है दूरबीनहरू यो चाहिँ हो मेरो नाम लेखिदिइराख्नु के हो यहाँ दिवार कुछ यस्तो छ राजाहरूको पालोको त तर होइन यसलाई मजाले मेन्टेन गऱ्यो भने मान्छेहरू कति घुम्न आउँछ नि त होइन पहिलाको हेर्नु अब यस्तो है राजा सगाइ अब चाहिँ म यहाँभित्र पस्दैछु हो यो चाहिँ राजाको पालोकोहरू अरे नि त हो पाएको हेर्नुहोस् त सट्टै परेवा उडेर गयो कि छैन तर्सिनु कस्तो मजाले मेन्टेन गरेर पहिलाको उयोहरू गर्नु है अब बरु त्यो उयोहरू चार्जहरू लिनु है बेना त्यही त है यो त सबै यो त भत्काएको होइन अब यो भत्केको नि नाना यो त माटो ढुङ्गाको मात्रै हो कि त्यो अब स्याहार सुसार नभएर नि भत्काएको त है भत्केको हो यो कुद्दैछ
ट्रेन त आमामा कुदिनै बस्छ 24 घन्टा कत्रो लामो ट्रेन हो यो त बप रे बप यहाँ टाढोबाट यति लामो छ उटाउको यता छ हो उता जान्छ त्यो बाह्रमासे होइन आसेन बाह्रमासे त यो पाकेको त हामी पहिला खान्थ्यौँ त यो सबै यो सुकेको हजुर फुल त दामी देख्छ अरे त्यो स्विमिङ पुल तपाईँ तर्सेको नि हो मजेर त खाली स्विमिङ पुल अब चाहिँ हामी यहाँदेखि फर्केको तपाईँहरूलाई म बाटोमा चाहिँ यहाँको खास कुरालाई देखाउन आँटेको छु तपाईँहरूलाई बाटोमा जाँदा जाँदै देखाउनेवाला छु यहाँदेखि चाहिँ हामी निस्केको मलाई याद छैन तर के देखाउनेवाला छ म चाहिँ अब तपाईँलाई के देखाउनेवाला छु भन्दाखेरि नाना भनिदिनु त पहिला छुट्टेको बिर्सिताको बहिनी देखाउनेवाला चाहिँ अब हेर्दै गर्नु होला बहिनी त मभन्दा ठुल्ठुलो भइसकेछ बाई बाई यो त कत्रो चाहिँ अल्को होला हौ मैले चाहिँ लाइफमा फर्स्ट टाइम फेस टु फेस मिटअप भएको है उठसँग चाहिँ होइन न फेस टु फेस मिटअप भएको मेरो चाहिँ उठसँग बुई ल नाना यसको त ओटै पल्टिरहेको छ त यस्तो हुन्छ बुई दाँत त झन् यस्तो छ त यस्तो यस्तो छ दाँत त यस्तो रहेछ हो सजोस् कि तलपट्टि चाहिँ घोडा पनि रहेछ घोडा चाहिँ अब चाहिँ हामी यहाँदेखि फर्केको घुमेर ओढेर पनि हो यहाँ चाहिँ उँटहरू अलिक मैला मैला रहेछ म चाहिँ अब तपाईँलाई अर्को जग्गामा अर्को ब्लगमा देखाउँछु ल ओह्रालो चाहिँ झर्नु पर्दैछ अघि चाहिँ हामी उकालै चढेको हामी चाहिँ एकदमै तलै खेतमै पुग्नुपर्ने हुन्छ हो हामी चाहिँ जाँदैछ सो गाइस तपाईँहरूलाई चाहिँ अब एकछिनतिर भेट गरौँ है त बाई बाई खेर चाहिँ जुस पिउनु छ माग्नु नि नाना जे पनि के पाइनएप्पल खाने पाइनएप्पल हामी चाहिँ अब यहाँ छौँ अब जुस पिएर चाहिँ हामी जानेछौँ अर्को जग्गा यो भित्र चाहिँ यो देख्दै गर्नुहुन्छ यो भित्र चाहिँ अन्डरग्राउन्ड रोड रहेछ कि अँधेरो छ नि म त सिधै पस्छु कि लाइट नबाली आउँदाखेरि अँधेरो झन्डा लाइट चाहिँ बालिदिएको रहेछ साइड हेरेको हेर्नु मिठा एप्पल जुस आइसकेको छ मेरो चाहिँ हो आसेङहरूको चाहिँ तपाईँ उखुको हो नि हामी दुईजना चाहिँ पाइनएप्पल भेरी भेरी टेस्टी मन परेन रहेछ त्यो अलिक है म त ल स्टेसन पनि अनि कस्तो इन्डियाको स्टेसन पनि त्यो राजाहरूको त्यो उयोहरू जस्तो क्या त्यो डिजाइनहरू हुन्छ नि त्यता सलुन पनि नि कस्तो दामी हेर्नु त यो मात्रै होला सलुन चाहिँ यता उ हेर्नु त वा रे भाइ वा अम्बो यो गाडी पनि सानो मजाले छिरेन त है ऊ घोडा गाडीहरू रहेछ यता ए घोडा कहाँदेखि चाहिँ हेर्छ अम्बो हेर्नु अन्त ऊ अम्बो कस्तो टोलीको दिनु मैले अम्बो वाउ गाइस देखिए जन्नत में आ गए हम लोग जन्नत में अन्त हेर्नु दिल गार्डन गार्डन भनेको त भयो न सो गाइस हामी चाहिँ देख्न सक्नुहुन्छ कहीँ पुग्यो एकदम अबे माछा हेर्नु नि नाना देखे गाइस हामी चाहिँ अहिले यता छौँ यता मेरो पछि साइड देख्न सक्नुहुन्छ बोटिङ पनि हुन्छ कि तर त्यो साइडमा गयो भने चाहिँ त्यो साइडमा पनि बोटिङ हो पल्लो साइडमा भयो चाहिँ ऊ हेर्नु नि ऊबाट बिचमा चाहिँ अलग्गै एउटा ल अब भने चाहिँ हामी यहाँको दृश्यलाई हेरेर फर्किँदैछौँ हो अब यहाँबाट चाहिँ निस्केको अब नेक्स्ट डे चाहिँ आउने हो पल्लोपट्टि चाहिँ बोटिङ चढ्ने जग्गा चाहिँ नेक्स्ट डे चाहिँ बोटिङ गर्दै आउने हो
पल्लोपट्टि जानु पर्दो रहेछ नि त अब चाहिँ हामी गएको भर्खर जुस पिएको म खाँदिनँ घोडा यहाँनिर चाहिँ अब आनन्द बोलेवालाहरू हो यो चाहिँ नाना खानुहुन्छ एकताल ट्राई त गर खान कस्तो नो थ्याङ्क्स मलाई खानु मन छैन यता हेर्नु त कस्तो अरे यता हेरेर कस्तो अरे मिठो भयो मिठो मलाई कलरहरू हेरेर डर लाग्यो नि त बुई हेर्नु रेडी टु इट परा चाहिँ हामीले खाएनौँ नि त होइन अब चाहिँ यहाँ खानुको लागि रेडी हाल्छ धोएर होइन के हो सिकाउनु पो आउँछ त हौ गाइस फर्स्ट बाइक खायो ल राजस्थानमा आएर फर्स्ट पानीपुरी पिरो कतिको थाक्यो अन्त आज आँखा त रातो रातो छ त हावाले हेलो तपाईँको त आँखा कालो कालो त्यो उयो लगाएको नकल पार्न पनि साह्रै छ आँखा मलाई ठिक छ हौ कालो कालो सालो केही छ त्यो उयो लगाएको चाहिँ कालो बस्थ्यो होला छैन होइन गालामा मै खाला चाहिँ अहिले भर्खरै घर आइपुगेको घर आयो सिमसिम पानी पर्छ अपडेट पनि सबै युट्युब पनि खाएको भएछ बिचारा यता हेर त थाक्यौ अब भने चाहिँ यस्तो पल्टिन्छु हो यहाँको फेमस के अरे नाना यसको नाम के हो सुमन कत्रो लामो उयो डल्लो हौ म त यत्रो यत्रो भन्दैछु यस्तो प्याकिङ गरेर दिन्छ भाग्छ नि भाँचेर आम्मा हो कत्रो बढ्यो नि त नाना एक्लै मान्छेले त नखान सक्ने रहेछ सक्छ त त्यही भएर त यो ल्याएको त सबैलाई अच्छा त्यो अचार फेमस नि सुमन अब चाहिँ हामी चायसँग खाने हो चियासँग खाने हो फेमस अरे नि त यहाँको अब कस्तो हुन्छ टेस्ट गर्नुपर्छ हो आजको मेरो भ्लग चाहिँ त्यही लागि त फ्लास बालिदिएको फ्लासलाई अन्त अब चाहिँ हामी खानेछौँ चाय र कचौडी हो अन्त मेरो भ्लग चाहिँ यति नै हो नेक्स्ट भिडियो पनि तपाईँहरूलाई छिटै आउनेछ तबको लागि सबर गर्नुहोस् सबरका फल मिठा होतै भने जस्तै मेरो भिडियो तपाईँहरूलाई के कस्तो लाग्यो मन परेमा लाइक त बनता है लाइक कमेन्ट चाहिँ गरिदिनुहोस् ल बाई बाई थ्याङ्क यू फर वाचिङ